नमस्ते दर्शकवृन्द, आज फेरि अर्को नयाँ भिडियोमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आजको यस नयाँ भिडियोमा आजको उपलक्ष्यमा दसैँ टिका अर्थात् दशमीको दिनमा जुन नेपालीहरूले परम्परागत रूपमा दसैँ टिका लगाउँदै आइरहेको छ त्यसको बारेमा र कसरी त्यो दसैँ टिका लगाउन सुरु भएको हो र कसरी र किन दसैँ टिका लगाइन्छ र कुन बेला आजको सायद जोडेको छ दसैँ टिका लगाउन। सर्वप्रथम म के भन्न चाहन्छु भन्दाखेरि दसैँ टिका लगाउने सायद भनेको 11:55 रहेको छ र दसैँ टिका अब कसरी सुरु भयो त, कहाँबाट सुरु भयो भन्ने कुरा, कहाँबाट मान्यता आयो भन्ने कुरा म भन्न गइरहेको छु। कृपया गरी अलि ध्यान दिएर सुन्नुहोला। यो कथाहरूसँग जोडिएको छ। यो दुईवटा कथा म तपाईलाई बताउन गएको छु। यो दुवैवटा कथामा भर पर्दो रहेछन्। पहिलो कथा भनेको रामायण। हामीले सानोमा रामायण भिडियोहरू हेर्ने गर्थ्यौं, अर्थात् कोही बुक पनि पढ्ने गर्थ्यौं। अब रामायण भनेको जब रामले राक्षस रावणलाई हराउँछ त्यसपछि त्यो विजय उत्सवको रूपमा हामीले विजयदशमीलाई मनाउने एउटा पौराणिक कथा रहेको छ र यो प्राचीन ऋषिमुनिहरूले यो कथाहरू र यसरी मनाइदै आइरहेको भन्ने कुरा हामीले तथ्य फेला पार्न सकेका छौं। र अर्को भनाइमा के छ भन्दाखेरि अब माता दुर्गाले 9 दिनसम्म असुरहरूलाई पराजित गरिरहेका थिए। दुर्गाले 9 दिनसम्म शत्रुलाई पराजित गरिरहेका थिए। अब 10औं दिनमा विजय प्राप्त गरिन् र त्यो दिनलाई खुशी उत्सवका रूपमा दुर्गा पूजालाई पनि मानिने केही प्राचीन ऋषिमुनिहरूको पनि भनाइ रहेका छन्। त्यसैगरी हामीले दशैंलाई किन मनाउँछौं र त्यसको मनाउनुको मुख्य कारण तथा फाइदाहरू पनि बुझ्न छौं। दशैं भनेको हामी हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा महान चाडका रूपमा मानिने गर्छौं। यो चाडले यो हाम्रो एकता, सद्भाव, मायाहरूलाई दर्शाउँदै रहेछन् र किन दशैं टिकाहरू लगाउने गर्छौं भन्ने कुरा पनि अलि म बुदागत रूपमा तपाईलाई प्रस्तुत गर्न चाहन्छु। सर्वप्रथम आशीर्वादको प्रतीक मानिन्छ। दशैं टिकालाई हामीले आशीर्वादको प्रतीक पनि मान्न सक्छौं। किनभने जब हामीले दशैं टिका लगाउँछौं त्यतिबेला हामीले ठुलो बडाहरूको आशीर्वाद पाउँछौं र अभिभावक, जेठा ज्येष्ठा तथा दीर्घायु कामना गरेका व्यक्तिहरूको हामीले के पाउँछौं भन्दाखेरि आशीर्वाद पाउँछौं। दोस्रो बुदामा के छ भन्दाखेरि एकता र सद्भाव। दशैं टिकाले हामीलाई एकतामा आबद्ध बनाउँछन् र टिका लगाउँदा टाढा टाढा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू मिलेर सबैजना भेला भएर परम्परागत रूपमा बेलाउने परम्परागत एउटा चलन पनि छ, जहाँ हामीले पारिवारिक र समाजमा आत्मीयता र सद्भाव, माया साटासाट गर्ने एउटा एकता र सद्भावको बढाउने पक्ष पनि रहेको छ। अब तेस्रो पक्षमा के छ भन्दाखेरि समृद्धि र सौभाग्यको प्रतीक। दशैं टिकाले समृद्धि कसरी ल्याउँछ भन्दाखेरि दशैं टिकालाई हामीले एउटा शुभको प्रतीक पनि मान्छौं, जहाँ चाहिँ अक्षता भनेको रातो अबिर, दही र जमरा मिसाएर बनाएको टिका हो। त्यसैलाई हामीले के भन्छौं, अक्षता भन्छौं। अब सांस्कृतिक र परम्पराको निरन्तरता र हामीले दशैंलाई यो कारणले पनि मनाउँछौं भन्दाखेरि हामीले निरन्तरता दिइराख्नुपर्छ भन्ने कुरा हाम्रो
मान्यता पनि छ। किनभने हाम्रो संस्कृतिलाई हामीले सदैव निरन्तरता दिइराख्नुपर्ने हाम्रो एउटा मूल्य मान्यताको साथ पनि हामी दसैँ टिकालाई मनाउँछौँ, ताकि हाम्रो आगन्तुक पुस्ताहरूले त्यो कुरालाई नबिर्सुन् भनेर। अन्तिममा भन्नुपर्दा दसैँ टिका नेपाली समाजमा विजय, आशीर्वाद, माया र एकताको प्रतीक हो। र यति मात्रै के हो भन्दाखेरि दसैँ भनेको हामीले सुखको साथ मनाउनुपर्छ। दसैँ टिका नेपाली समाजमा विजय, आशीर्वाद, माया र एकताको प्रतीक हो भन्दै यहाँसम्म मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँलाई एकदमै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँको दिन शुभ रहोस्।